हेलो साथीहरु, वेलकम छ तपाईहरुलाई मुन्नी भ्लगमा। आज चाहिँ म तपाईहरुलाई एउटा रेसिपी देखाउन गइरहेकी छु। के होला भन्दाखेरि तपाईहरुले भिडियो हेरेपछि थाहा पाउनुहुनेछ। भिडियो पुरा हेर्दिनु होला। यदि तपाईहरुलाई त्यो रेसिपी मन पर्यो भने आफूले पनि घरमा ट्राई गर्नु होला। अनि मेरो भिडियो मन पर्यो भने लाइक, शेयर एन्ड कमेन्ट, सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू। लेट्स स्टार्ट। एकदम मिठो छ है। चटनी क्या मिठो रहेछ। म लोकल कोदोको ढिँडो बनाउन लागेको छु। कोदोको ढिँडो बनाउनका लागि पहिला कराईमा मैले थोरै घिउ राखेँ। घिउ राख्यो भने चाहिँ यताउता कराईमा टाँसिँदैन, पछि निकाल्न सजिलो हुन्छ भनेर। त्यसपछि चाहिँ मैले पानी जगमा तताएर राखेको थिएँ। अघि नै पानी उम्लेको पानी हाल्छु अनि त्यसपछि ग्यास जलाएर एकछिन त्यो पानीलाई फेरि उम्लिन दिने। पानी उम्लिँदै गर्दैछ। मैले चाहिँ यताउता ग्यासमा कति फोहोरो भएको रहेछ कि यताउता पुस्छेँ। फोहोर भइहाल्छ नि पकाउँदाखेरि। अनि त्यसपछि बिस्तारी तातो पानीमा चाहिँ पिठो थप्दै जाने। पिठो थप्दै चलाउँदै गर्नुपर्छ। फेरि चलाउन छोड्यो भने चाहिँ डल्ला पर्ने हुन्छ कि। अनि डल्ला फेरि खाने बेलामा फुस्रो फुस्रो पिठो निस्किन्छ, मजा आउँदैन। बिस्तारै पिठो थप्दै जाने। गिलो भयो भने चाहिँ पिठो थप्ने। आज चाहिँ मेरो गिलै होला जस्तो छ है। अनि ढिँडो नि धेरै हुने भयो। यो ढिँडोलाई चाहिँ मस्काउन चाहिँ गाह्रै पर्छ है। पसिनै आउँछन्। म चाहिँ नसकेर यो बोलोलाई दिएछु एकछिन मस्काउनका लागि। त्यतिन्जेल चाहिँ म अरू काम गर्दैछु। आज चाहिँ मैले ढिँडोसँग खानको लागि कडकनाथको मासु, चिकन, अनि त्यसपछि साग, घरमै फलेको मेरो बारीमा फलेको साग, अनि त्यसपछि मैले पिसेको छु चटनी ओखलीमा। मिक्सरमा मिठो हुँदैन। अब चाहिँ मेरो खाना रेडी गरिसकेँ मैले पस्केर। एकदमै राम्रो देखिएको छ। मिठो खाम लागिरहेछ मलाई। अब चाहिँ मैले खाना सुरु गऱ्यौँ हामी दुईजनाले। ल है ढिँडो खामै। ढिँडो र लोकल कुखुराको मासु चटनीसँग चाहिँ एकदम मिठो हुन्छ। म त ढिँडो नि चबाएर खाने निल्नै सक्दिनँ। एकदम मिठो छ है। यहीँ फलेको टमाटर हो कि त्यही भएर।